हेलो दर्शक नमस्ते साथीहरू के कस्तो छ हैन। अरु मेरो भिडियो त तपाईहरुले कहिले शेयर गर्नु भएन। यो भिडियो चाहिँ हाम्रो चेलीबेटी हाम्रो साथीहरुको लागि हो। यो चाहिँ हाम्रो गोर्खाली भनेपछि हजुरहरुलाई थाहा होला हैन। कुनै ठाउँमा पनि शिर झुकाएर हिँड्दैन गोर्खालीले हैन। त्यही भएर हजुरहरुले सपोर्ट गर्नुहुन्छ भने हाम्रो बालेन सरलाई यति बेला सख्त हजुरहरुको जरुरत छ हैन। एउटा मासुको चोक्टाको लागि हजुरहरु पछाडी नलाग्नु होला हैन। मैले भनेको मान्नुहुन्छ भने हजुरहरुले बालेनजीलाई योचोटी जिताउनुस्। बालेनजीले केही न केही हाम्रो नेपालमा हैन हाम्रो जस्तो तस्तो जिन्दगी बरु हाम्रो जाँदैछ। हाम्रो छोराछोरीको पालामा त राम्रो होस्। त्यही भएर म हजुरहरुलाई के भन्छु, बालेनजीलाई चाहिँ जिताएर छोडौं। यो उमेर खान भन्ने अहिले नेपालमा पनि अहिले मन्त्रीकोमा उठ्यारहेछ हैन। मैले त्यसको प्रतिमा धेरै भिडियो बनाए हैन। जब अहिले हाम्रो नेपालमा पनि यसरी कब्जा गर्ने जस्तो गरेको छ, जब मन्त्री बनेको छैन त यस्तो गरेछ भनेपछि भोलिको दिन तिनले जिते भने हाम्रो नेपालीलाई पनि भगाउने छ प्लस आफ्नो कन्ट्री बनाउने छ है। त्यही भएर जति हुन्छ फोर्स लगाउनु छ हजुरहरुले बालेन सरलाई जिताउनु होला प्लिज। ऊ हाम्रो भगवान स्वरूप हो हैन। पहिला पनि हरेक कुराहरु राम्रो गर्यो हैन। त्यही भएर हजुरहरुले साथ सपोर्ट गर्नु होला हैन। एक चोक्टाको लागि आफ्नो छोराछोरीको भविष्य र आफ्नो लाइफलाई चाहिँ कसैले पनि नराम्रो सोचेर पनि हैन, जहाँ पेट्रोल पाउँछ जहाँ खाना पाइन्छ भन्ने ठाउँमा कहिले नजानु होला। भ्रष्टाचार हुने ठाउँमा एक भएर लडौं हैन। हामीले नै आफ्नो देश बनाउनु छ हैन। इन्डियाको अहिले इन्डिया कन्ट्री कस्तो छ हेर्नु त, कस्तो मजबुत छ। हाम्रो जस्तो जिन्दगी नहोस् के भन्नेको कारणले चाहिँ भोटर आइडी छैन मेरो, नत्र म भोट हाल्न आउँथे। इन्डियाबाट नेपाल आउँथे भोट हाल्नको लागि। अब अर्कोचोटि जाने बेला चाहिँ म भोटर आइडी बनाएर आउँछु। प्रत्येक साल जहिले हुन्छ म भोट हाल्न जाने नै छु। हजुरहरुले बालेन सरलाई जिताउनुस्। घन्टीमा भोट हाल्नु होला। घन्टीको इज्जत राखिदिनु होला हैन। त्यो घन्टी भनेको नि हाम्रो एउटा भगवानको घन्टी हो, चिन्ह हो, राम्रो छ। सपोर्ट गर्नु होला। मलाई पनि खुसी लाग्यो है। बालेनजीलाई जसरी हुन्छ उठाऊ, जिताऊ। अगर हजुरहरुले जिताउनु भएन भने नि म इन्डियाबाट कहिले पनि आउँदिन के। किनभने नेपालमा छैन केही, रोजगार छैन, केही छैन। हजुरहरुले चाहनुहुन्छ भने हाम्रो चेली बेटीहरु सबै बेचबिखान पनि भएको छ है। त्यही भएर हजुरहरुले प्लिज योचोटि बालेनजीलाई जिताएर हेरौं हैन। एकचोटि सबैलाई चान्स दिन पर्छ हैन। हाम्रा बाआमाले पनि हामीले कति गल्ती गर्दा नि हामीलाई पनि चान्स दिएका हुन्छन्। त्यसरी नै दिउँ हैन। सबैको दाइ बुवा काका हैन जो हुनुहुन्छ सबैले